विरोध गर्दाखेरि अनि यो हामी आउनु पर्दाको कारण किन भने फेरि म तपाईँले पनि यो सानो कुरा भनिदिन्छु हजुर सत्य युगमा शशिकान्त लोकेश्वरको विराजमान चाहिँ पहिला बुङमतीमै भएको थियो हजुर उहाँको अहिले पनि त्यहाँ मन्दिर छ हजुर त्यो मन्दिरमा अहिले हामीले चाहिँ मन्दिर खाली राख्नु हुँदैन भने बुद्ध भगवान्लाई प्रतिष्ठापन गरेर राखेका छौँ हजुर त्यहाँ मन्दिरबाट उहाँको चाहिँ सत्य युगमा चोरी भयो हजुर चोरी भएर चाहिँ अब तपाईँको चाहिँ कसरी चोरी भयो भने जुन यो टिकट लासामा लानुको लागि त्यहाँका चाहिँ स्थानीय बासिन्दाहरूले मचिन्दालाई चोरी गरेर ल्याइसकेपछि यहाँसम्म आइसकेपछि हजुर यहाँ मन्दिरको पछाडि एउटा खोला छ जसलाई चाहिँ हामी चाहिँ पुण्य तीर्थ भन्छौँ पुण्य माता भन्छौँ हजुर र यसको ट्याक्कै अगाडिपट्टि अर्को नदी छ यहाँ दुईवटा नदी छ हजुर डन्डे भयो यो पुण्य भयो दुईवटा नदी अनि यहाँ पुगिसकेपछि त्यो बेला तपाईँको जल वृष्टि भयो जस्तै पानी बढ्यो जल वृष्टि भयो र नदीको बहाव पनि बढ्यो हजुर र बढिसकेपछि त्यो नदी तार्न नसकिसकेपछि नदीको बिचमा पुगिसकेपछि बगेर ल्याएर चोरेर ल्याएर बिचमा पुगिसकेपछि अनि मचिन्द्रनाथले चाहिँ तपाईँको त्यो बगेर ल्याउनेलाई चाहिँ यहाँ पछाडि पिउँदोमा त्यसरी टोकिदिइसकेपछि आछा भने उहाँले चाहिँ यो मचिन्द्रनाथलाई यहाँ चाहिँ हालेको यहाँ छोडेको खसेको दे भन्यो भने यहाँ हजुर हजुर अनि पानीको बहाव त कम भयो पानी पर्दा लेरो पनि सँगै आयो अनि त्यो लेरोमा मचिन्द्रनाथ चाहिँ डुबेर बस्नुभयो हजुर देखिएन देखिसकेपछि चाहिँ अनि धेरै समयपछि यहाँ नालाको पुजारी अनि हाम्रो यो बनेपाको राजा र बुङमतीको हामी पुजारीहरूलाई एकैचोटि सपनामा देखाएर म यसरी चाहिँ पुण्य माताको नदीमा यसरी छु मलाई चाहिँ यहाँ उडार गर्नु पऱ्यो तपाईँले भनिसकेपछि तिनैजनालाई चाहिँ टोलीले चाहिँ उहाँलाई उडार गरिसकेपछि अनि उहाँको इच्छा चाहना अनुसार उहाँलाई चाहिँ पुनः बुङमती नफर्काइकन उहाँलाई चाहिँ यहीँ बस्छु भनिसकेपछि अनि यहाँ उहाँलाई चाहिँ यहाँ प्रतिस्थापन गरेर राखिएको तर अहिले जुन हामीले यो मचिन्द्रनाथको देखिरहेको मन्दिर यो मन्दिर चाहिँ तपाईँको उबेलामा यो नारायणको मन्दिर हो उबेला चाहिँ नारायणको मन्दिर हो यो तपाईँको बनावट सही सबै सही यहाँ नारायणको मन्दिर हो हजुर यहाँभित्र अहिले पनि नारायण पनि हुनुहुन्छ हजुर यो मन्दिरभित्र दुईवटा भगवान्हरू हुनुहुन्छ एउटा नारायणको मूर्ति पनि छ हजुर र हामी सबै सर्वसाधारणले दर्शन गर्ने चाहिँ तपाईँको शशिकान्त लोकेश्वर उहाँलाई स्पेस ठाउँ छोडिदिएको तपाईँ अन्त यहीँ बस्ने हो भने तपाईँ विराजमान हुने हो भने मेरै मन्दिरमा बस्नुहोस् मैले चाहिँ तपाईँलाई ठाउँ छोडिदिएको होइन नारायणले चाहिँ उहाँलाई चाहिँ आफ्नो ठाउँ छोडेर उहाँलाई चाहिँ मन्दिरमा विराजमान गरेर राखिएको र त्यसै केही कारणले गरेर हामी बुङमतीका पुजारीहरू यहाँ आएर उहाँको चाहिँ जुन यो सबैले चाहिँ जात्रामा हुन सम्पूर्ण कर्म तपाईँ वर्षमा आउनुहुन्छ बुङमतीबाट चाहिँ वर्षै